हेलो एभ्रिवान, सबैजनालाई वेलकम छ आफ्टर लङ टाइम पछि मेरो भ्लगमा। मैले चाहिँ धेरै भएको थियो भ्लग नहालेको। आज चाहिँ बनाऊँ कि भन्ने सोच गरेर मैले भ्लग बनाएको हैन, भ्लग स्टार्ट गरेको। त्यही भएर आज चाहिँ केही स्पेशल छ। आज भन्दा नि भोलि हो खासमा, तर आजैबाट हामीहरू केही कामहरू भोलिको लागि गर्छौँ। त्यही हो, रोटी पोल्ने कामहरू छ अहिले भरे। हामी चाहिँ अब भरे रोटी पोल्छौँ। स्टे ट्युन गाइज, हेर्दै गर्नु होला। हामीले रोटी पोलेको भोलि प्रोग्राम छ। त्यही भएर भोलि चाहिँ तिहार विशेष देउसी भैलो कार्यक्रम छ गाउँमै। हामी यति हाम्रो गाउँको मात्रै गर्न लागेको। त्यसमा चाहिँ हामी खाजासाजा पनि रोटी अचारहरू बनाउनेछौँ। त्यही हो। अनि म चाहिँ अहिले बाख्रा चराउँदैछु। यहीँ घर नजिकै बाख्राहरू चर्नु भइरहेछ। म चाहिँ चराउनु भइरहेको छु। अन्त यो चाहिँ हाम्रो गाउँ यतातिर छ हाम्रो गाउँहरू त। यता चाहिँ खासै छैन, यो पारिपट्टि पनि छ गाउँहरू। यो चाहिँ हाम्रो बारी। यसपालि मासले धोका दियो, मासले सत्यानाश बनायो। मास जम्मै पैयाल्लै के भन्छ अरे त्यसरी लगायो भने पैयाल्लै भएको अवस्था। यो चाहिँ हाम्रो करेसा बारी। यहाँ चाहिँ हाम्रो यो साग छ, त्यहाँ खुर्सानी, डल्ले खुर्सानी कस्तो मजाले पाकिरह। यो चाहिँ हाम्रो पुरानो घर हो। यहाँ चाहिँ कोही नि बस्दैन अहिले। त्यहाँ फर्सीको साग हुन्छ है, फर्सीको मन्टा, फर्सी पनि कडा लाग्दैछ। यही हो। अब हेर्दै गर्नु साथीहरू। म चाहिँ भरे रोटी पोल्छु, भाउजूको घरमा रोटी पोल्न जाने हो। अनि म तपाईँहरूलाई देखाउँछु, हेर्दै गर्नु होला। हेलो साथीहरू, म चाहिँ यहाँ रोटी पोल्न आइसकेँ भाउजूको घरमा। यहाँ भाउजू रोटी बिग्रियो अरे। यस्तो खच्चर रोटी भन्छ। के हो यार यस्तो रोटी कस्तो बिजो भयो। हेर्नुहोस् साथीहरू, अनु मगरले पोल्नु भएको रोटी। ल पोल्नु हेरौँ त। ल टक्क साथीहरू, अब म पनि पोल्छु एकछिनपछि। भाउजूले पोले हेर्नु पर्यो पहिला। यता भाउजूले पनि पोले हो। अब यता हाम्रो सीमा मगरज्यूले बनाउँदै हुनुहुन्छ। यता झन् काइता रहेछ। हेलो भनिदिनु न यता। हेर अब आउने त अनि को जाने हेर। पुकुली ए हजुर भन्दै न। हाई, कसो बाउ जस्तै हो क्या? बाउको छोरी। बाउ जस्तै हो सानो। यो दिदी भनेर पुकुली माया जालहरू के रे? ए कहाँ पोल्ने हो? म त अहिले एकछिन हाम्रो छ्यामाहरू पनि आउँदै हुनुहुन्छ। अहिले भात खानु जानुपर्छ। अब म रोटी पोल्दैछु साथीहरू। खाए के भयो? मोरे हातले समातेको त है। ल अब म रोटी पोल्नु पऱ्यो। कस्तो हुँदो रहेछ हो र? खाइ त भयो क्या रोटी त।
मैले पोल्या त के जस्तो भएको यो अलि सानो सराहरू मैले उ लैजा अब मलाई नि पोल्नु त आउँदैन खासै है कस्तो किन र ए छ अहिले उन्ने हो ए माला पनि उन्निरे गाइजहरू मेरो रोटी चाहिँ यस्तो भइसक्यो मर्यो यो त पोल्नै नजाने जस्तो भइहाल्यो नि ल म अरू अब एकचोटि चाहिँ अब काइटा बनाउँछ है ल अब चाहिँ खत्रै हुन्छ है क्या हो म यहाँ एक्लै बोलाहरू बिल्ला हान्थ्यो मलाई साथी छैन नि त बोल्नुलाई त्यही भएर एक्लै बोलेको नि त हेलो गाइज आज चाहिँ अब हामी प्रोग्रामको लागि हामी रेडी भइसक्यौँ यहाँ भाउजू हुनुहुन्छ यता अनु भाउजू हामीले चाहिँ यहाँ अध्यक्षज्यूहरूलाई फुलमाला लगाइदिनको लागि बनाएको छौँ मगर्नेहरू यहाँ हामी चाहिँ अब यो स्वागत गर्ने छौँ अब हेर्दै गर्नु साथीहरू कस्तो हुनेवाला छ समृद्ध बनाउने भातृत्व प्रेम जगाउने त्यसै गरी दाजुभाइ दिदीबहिनी बीच सुमधुर सम्बन्ध कायम गर्ने यो प्रेमको चाड हो। प्रेम भनेको के हो त भन्दा एक आपसमा आपसी ताली दिनुहोस् ताली विनोद अधिकारी कार्यक्रम रहेको छ डान्स नाच्ने र गाउने सम्झना मैनाली पछि सम्झना सुनारको पालो सुनारको पालो अन्जना तयारी अवस्थामा बस्ने है बहिनी नाच्दैछिन् अब सम्झना मैनाली You'll need this and name sheet.
पानीको लागि व्यवस्था गर्दैछौँ चाहिँ अब गजौडी हामी चाहिँ अब खाजा पानीको लागि तयारी हुँदैछौँ हेर्दै गर्नु होला कस्तो लाग्यो हाम्रो रमाइलो प्रस्तुति यहाँनिर चाहिँ सेलरोटी छ तरकारी हाम्रो छ यता रोटी हाल्दैछौँ यहाँ आउनुहुने महानुभावहरूलाई दिनको लागि यहाँ तरकारी छ ल साथीहरू हाम्रो चाहिँ खाजा बाँड्ने कार्यक्रम हुँदैछ हामी यहाँ भात लगाउँदैछौँ यहाँ दिदीले यहाँ भाँडा खाँदै हुनुहुन्छ यहाँ अनु मगरले तरकारी बाँड्दै हुनुहुन्छ मिना मगरले रोटी बाँड्दै हुनुहुन्छ सीमा मगरले यहाँ रोटी बाँड्दिँदै हुनुहुन्छ यहाँ चाहिँ खाजा खाँदै हुनुहुन्छ सबैजना